लाग्यो फाइनल्ली बवाल छ अहिले त यो चाहिँ युनिभर्सिटी अफ तत्तुको लाइब्रेरी अगाडिको ठाउँ हो। यो चाहिँ यतातिर पनि रमाइलो छ। प्रायः म ग्रोसरी जाँदाखेरि चाहिँ यतैबाट जाने गर्छु। फाउन्टेन छ यहाँ, त्यस राम्रो छ यो प्रेमिसेस पानी पर्यो यार, यो पानी मात्र पर्यो हुन्थ्यो, हावा पनि चल्छ, छातै ओड्न मिल्दैन। रेनकोट किन्नुपर्छ अब एक दुई हप्तामा यो पातहरू सबै सकिन्छ। त्यो हप्ता लाग्दैन होला, एक हप्तामै सक्छ होला। बवाल छ अहिले चाहिँ। अहिले क्लास जान लागिरहेको छु, 20 बजी नै हिँड्नुपर्छ क्लासहरू पनि, दिक्क लागिरहेको छ आज त। बवाल छ अहिले त। ल यता खोला छेउ हिँड्न चाहिँ मजा आउँछ। पानी पऱ्यो भने अलिअलि पातहरू पाइन्छ, भिजा छैन त चाहिँ जस। यो चाहिँ हिमायगी रिभर, चिसो हेर पानी परेको चाहिँ अलि मौसम। कति वर्ष अगाडि यिनीहरूले यसरी प्लान गरेको होला, ट्याक्क खोला छेउमा चाहिँ यसरी दुई रुख रोपेर हिँड्ने बाटो होइन। बवाल लाग्यो मलाई यो आइडिया। या यप